छरुवा धान पनि रोपाई गरेको धान भन्दा कम छैन। यसको एउटा गाजमा लगभग 25 देखि 30 वटा सम्म धान छन् र यसमा झारपात पनि खासै छैन। यस्तो प्रकारको छरुवा धानको लागि मुख्य 11 वटा कुरामा ध्यान दिनुपर्छ। नम्बर 1, धानको बिउलाई भिजाउनु भन्दा पहिला ग्रेडिङ गर्नुपर्छ। नम्बर 2, ग्रेडिङ गरेको धानको बिउलाई उपचारित गर्नुपर्छ। नम्बर 3, छर्दा हिलो बनाएर छर्नुपर्छ र हिलो बनाउँदा 1 देखि 2 इन्च जति पानी हुने गरी हिलो बनाउनु पर्छ। नम्बर 4, हिलो बनाउनु भन्दा पहिला नै बेसल डोजको मल छरेर मात्र हिलो बनाउनु पर्छ। सँगसँगै प्रति कट्ठा 3 लिटर जीवामृत र 1 लिटर ट्राइकोडर्माको कल्चर पनि हाल्नुपर्छ। नम्बर 5, धानको बिउलाई भिजाएर हल्का टुसा उमारेर हिलो बनाउने बित्तिकै छर्नुपर्छ। नम्बर 6, छरेको 24 देखि 36 घण्टा भित्र प्री इमर्जेन्ट हर्बिसाइडको स्प्रे गर्नुपर्छ। नम्बर 7, छरेको 20 देखि 25 दिन भित्र पोस्ट इमर्जेन्ट हर्बिसाइडको स्प्रे गर्नुपर्छ। नम्बर 8, पोस्ट इमर्जेन्ट हर्बिसाइड छरेको 2 दिनपछि खेतमा पानी तालिने गरी सिँचाइ गर्नुपर्छ। नम्बर 9, छरेको 25 देखि 30 दिन भित्र प्रति कट्ठा 3 किलो युरिया र 100 ग्राम जिङ्क सल्फेटको दरले टप ड्रेसिङ गर्नुपर्छ। नम्बर 10, युरिया छरेको 2 देखि 3 दिनपछि नियमित रूपमा पानीको व्यवस्थापन गर्दै जानुपर्छ। नम्बर 11, छरेको 60 देखि 65 दिनको बिचमा प्रति कट्ठा 2 देखि 3 केजी युरियाको दरले दोस्रो चोटि टप ड्रेसिङ गर्नुपर्छ। हजुरहरूले पनि यो तरिकाले रोपाई जस्तै उत्पादन दिने झन्झट मुक्त छरुवा विधिद्वारा धान खेती गर्न सक्नुहुन्छ। यो विधि लागत र उत्पादनको दृष्टिकोणले किसान मैत्री विधि हो। यो भिडियो जानकारीमूलक लागेमा यसलाई लाइक र सेयर गर्नुहोला। धन्यवाद।